Mustang to आज हामी मुस्ताङको पहिलो यात्रा कपिलवस्तु 4 नम्बर चितपुरबाट साँझको 9:30 बजेतिर हामी युवराज दाइ र म र साथै 12 जना टिमलाई लिएर मुस्ताङको यात्रामा हामी निस्किएका छौँ। हेलो एभ्रिवान, वेलकम टु माई न्यू डे न्यू भ्लगमा सम्पूर्णलाई स्वागत छ। आज हामी मुस्ताङको यात्रामा जाँदैछौँ। आज अहिले बिहानको 6 बजेको छ। हामी चाहिँ इभी चार्ज गर्दै पोखरामा पुगेका छौँ। हामी चाहिँ हिजो मात्रै साँझको 9 बजीतिर 4 नम्बरबाट हिँडेर अहिले आज चाहिँ बिहान लगभग 6 बजेको छ। हामी चाहिँ पोखरा चार्ज स्टेसनमा चार्ज लाएर अब चाहिँ मुस्ताङको यात्रा सुरु गर्नेछौँ। हेर्न सक्नुहुन्छ गाडी चाहिँ चार्जमा लगाइसकेको छ। अरू चाहिँ सबै बाहिर जानुभएको छ चिया कफी खानको लागि चाहिँ। हामी 2 जना दाइ र म चाहिँ हामी चार्ज लगाएर एकछिन पछि निस्किनेछौँ। पोखरामा चार्ज स्टेसनमा चार्ज लगाइसकेपछि चिया खान निस्किनु भनेको हाम्रो युवराज दाइलाई गर्नु थाइ बिजे ब्रुस त दाइ चाहिँ ब्रुस गर्दै हुनुहुन्छ र म भने बाँकी रहेको सामान चाहिँ बाँधिरहेको थिएँ र चार्ज सकिए लगत्तै हामी चाहिँ त्यहाँबाट मुस्ताङको यात्रा सुरु गर्यौँ। यात्रा सुरु गरे लगत्तै बाटोमा हामीले एकदमै ठुलो झरना देख्यौँ र त्यहाँ चाहिँ एकछिन भिडियो र फोटो खिच्न लाग्यौँ। मेरो यो मुस्ताङको पहिलो यात्रामा म धेरै एकदमै एक्साइटेड थिएँ। यहाँका हिमाल र हिउँले ढाकेका ती पहाडहरू खोला नालाहरूलाई म देखेर एकदमै एक्साइटेड थिएँ र हाम्रा दाइ पनि एकदम एक्साइटेड हुनुहुन्छ। हेर्नु है त कैसा लगा मेरा मजाक? दाइ मात्र होइन, यहाँका पहाडहरूलाई हिउँले ढाकेको देखेर हामी पनि एक्साइटेड भई एउटा टिकटक हामीले पनि बनायौँ। हेरौँ है त। हामीहरूले यात्राको क्रममा देखिएका दृश्यहरूलाई अवलोकन गर्दै हामीहरू मुस्ताङतर्फ अघि बढ्यौँ। अहिले चाहिँ हामी मार्फ आइसकेका छौँ। अहिलेको चाहिँ 12:30 भएको छ। हामी यसपछि अब माथि यहाँदेखि घुमेको लगत्तै यसपछि माथि जानेछौँ। हामी चाहिँ यो इबीमा आएको छौँ है। लगभग 10-11 जना सबै मिलेर चाहिँ हामी मुस्ताङको सफरमा छौँ। यस मार्फत गाउँका प्राचीन घर तथा दृश्यहरू र पहाडलाई ढाकिएको त्यो हिउँले हामीहरू एकदमै रोमाञ्चक र रमणीय भएको अवस्थालाई यस मार्फत गाउँ अवलोकन गर्नको लागि हामी यहीँ रोक्यौँ। हामीहरूले मार्फा भिलेज अवलोकन गरिसकेपछि फेरि अर्को सुन्दर ठाउँ चाहिँ जोमसोम आइसकेको थियो। त्यहाँ चाहिँ हामी एयरपोर्टमा एकछिन रोकेर त्यहाँको दृश्यहरू अवलोकन गर्दै त्यहाँका हिम पहाडहरूलाई पनि हामीले हेर्ने मौका पायौँ। यात्राकै क्रममा मेरो मोबाइलको चार्ज पनि सकिन लागेको थियो। कतिपय राम्रा दृश्यहरू यस मोबाइलबाट लिएको थियो भने कतिपय कुराहरू लिन बाँकी अझै थियो। हामी भने मुचिनाकतर्फ जाने क्रम जारी राख्दै हामी चाहिँ रात परेको कारणले गर्दा कागबेनीमा रहने कुरा भएकोले हामी चाहिँ कागबेनीको साङ्ग्रिला होटल भन्नेतर्फ हामी लाग्यौँ है त।
यो ठाउँको मौसम एकदमै चिसो थियो र हामी चाहिँ बिहानदेखि गाडीमा हिँड्दा हिँड्दै हामीहरूलाई थकै लागिसकेको थियो र हामीलाई आरामको जरुरत भएको कारणले हामी छिटै नै हामी होटेलतर्फ लाग्यौँ। साङ्ग्रिला तलै जस्तो लाग्यो मलाई यार। साङ्ग्रिलाको हो? भदै नै गर्नु ल ल ल ल दिले फोटो खिच्छ अहिले एउटा फोटो सङ्ग्रिला होटल जान्छ पार्किङ गर्न अरे हो त हो होटल है पनि पढ्यो अरे अघि त यता भए जस्तो मारेको थिएँ यता भए जस्तो मान्छे मैले त अघि यो दिदी चाहिँ साङ्ग्रिला होटेलको छाउको बहिनी पर्नु हुँदो रहेछ। उहाँले चाहिँ हामीलाई यो होटेलतर्फ जानु है भनेर चाहिँ भन्नुभयो र हामीलाई पार्किङ स्थलमा गाडी राख्न आग्रह गर्यो। टाउको त त्यहाँ हो यहाँ चाहिँ टाउको यहाँ टाउको मैले हाल्ने नि धारमा यसैको टेटु त खासै के हो यसको चाहिँ पहिलाको उसको हामीहरूले गाडी पार्किङ गरेर केही समय लगाइसकेपछि हामीहरूले त्यहाँ भएका दृश्यहरू अवलोकन गर्दै एकछिनपछि हामी साङ्ग्रिला होटेल पुग्यौँ है त। हामीले लिन जाने र हाम्रो सामान ल्याइदिने हाम्रो एकजना दाइ पनि हुनुहुन्थ्यो। उहाँले चाहिँ हामीलाई धेरै सहयोग गर्नुभयो र हामी आउनुभन्दा पहिले नै हाम्रा साथीहरू चाहिँ पहिले चाहिँ खाना केही सेटहरू लिएर बसिसक्नु भएको रहेछ। हेरौँ है त खानलाई सक्नुहुन्छ मेरो मोबाइलको चार्ज सकिसकेको थियो, त्यसैले कतिपय कुराहरू मैले खिच्ने मौका पाएँ र कतिपय कुराहरू मैले खिच्न सकिनँ। कपिलवस्तुदेखि मुस्ताङ कागबेनीसम्मको यात्रालाई तपाईँहरूले मन पराइदिएर लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु हुन नभुल्नुहोला भन्दै यो भिडियो यहीँ अन्त्य गर्छु। हस् त, बाई बाई, सी यू अगेन।